नमस्कार दर्शक श्रोता। स्थानीय एकीकृत विकास समाज नेपाल सोलिड नेपालले बृहत यौनिकता शिक्षाका विभिन्न विषयहरूमा यहाँहरू समक्ष कुराकानीहरू गर्दै आइरहेको छ। यसै क्रममा आजको श्रृङ्खलामा यहाँहरूसँग कुराकानी गर्न आइरहेको छु म अजित आचार्य। आजको श्रृङ्खलामा हामी यौन तथा प्रजनन स्वास्थ्य सामग्री भनेका के हुन्, यी कस्ता हुन्छन् भन्ने विषयमा छलफल गर्नेछौँ। खास गरी हरेक व्यक्तिले आफ्नो यौन आनन्द प्राप्त गर्नको लागि, यौन सुख प्राप्त गर्नको लागि प्रयोग गर्ने सामग्रीहरू यौन सामग्रीहरू भए। यसमा हामी प्रजनन स्वास्थ्यलाई पनि जोडेर हेऱ्यौँ भने प्रजनन स्वास्थ्यका लागि प्रयोग गरिने सामग्रीहरू प्रजनन सामग्री भए। समग्रमा यौन तथा प्रजनन स्वास्थ्य सामग्री भनेका व्यक्तिको यौन प्रजनन र आनन्दका लागि प्रयोग गरिने सामग्रीहरू नै यौन तथा प्रजनन स्वास्थ्य सामग्रीहरू भनेर भन्छौँ। यस्ता सामग्रीहरूले व्यक्तिको यौन चाहनालाई पुरा गर्ने, व्यक्तिको प्रजनन अधिकारलाई सुरक्षित गर्ने, उनीहरूको प्रजनन क्रियालाई सहयोग गर्ने र उसको यौन तथा प्रजनन जीवनलाई मर्यादित, सुरक्षित र व्यवस्थित सँगसँगै जिम्मेवार बनाउन पनि सहयोग गरेका हुन्छन्। र यस्ता सामग्रीहरू हामीले थाहा पाइराखेकै सामग्रीहरू हुन्। यसमा नयाँ सामग्रीहरू छैनन्। खालि यौन तथा प्रजनन स्वास्थ्य सामग्री भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्ने कुरालाई मात्रै यहाँ चर्चा गर्न खोजिएको छ। यस्ता सामग्रीहरू केही पुरुषले प्रयोग गर्ने सामग्रीहरू छन्, केही महिलाले प्रयोग गर्ने सामग्रीहरू छन्, केही चाहिँ महिला पुरुष दुवैले प्रयोग गर्न सकिने सामग्रीहरू छन् र महिला पुरुष सँगसँगै यस्ता सामग्रीहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले पनि आफ्नो इच्छा, रुचि, चाहना र आफ्नो शरीर संरचना अनुसार प्रयोग गर्न सक्ने गरी निर्माण भएका छन्। र यस्ता सामग्रीहरूमा के सामग्रीहरू पर्दछन्, अब हामी क्रमशः कुराकानी सुरु गरौँ। पहिलो कुरा, महिनावारी सरसफाइ अथवा महिनावारी व्यवस्थापनका सामग्रीहरू पनि यौन तथा प्रजनन स्वास्थ्य सामग्री अन्तर्गत पर्दछन्। यसमा सफा कपडाको टुक्रा अथवा चाहिँ महिनावारीमा प्रयोग गर्ने सेनिटरी प्याड, अनि महिनावारीको बेलामा प्रयोग गर्ने महिनावारीको कप, यसलाई हामी लिन सक्छौँ। त्यसै गरी अहिले बजारमा आएको र यहाँले पनि प्रयोग गर्नुभएको सामग्री ट्याम्पोन, यसलाई महिनावारी सरसफाइसँग सम्बन्धित सामग्रीहरू भनेर लिन सकिन्छ। त्यसै गरेर पुरुषले प्रयोग गर्ने सामग्रीमा कन्डम है सबैभन्दा, यसले दोहोरो सुरक्षा दिन्छ भनिएको छ, अनिश्चित गर्भधारणबाट बचाउँछ, यौन रोगको सङ्क्रमणबाट बचाउँछ। अब परिवार नियोजनका साधनहरूलाई पनि हामीले यौन तथा प्रजनन सामग्रीहरू भनेर भनेका छौँ। र त्यही परिवार नियोजनका सामग्रीहरूमा खास गरी महिलाले प्रयोग गर्ने सामग्रीहरू धेरै छन्। यसमा खाने चक्की, जसलाई हामीले ओरल पिल्स भन्छौँ अथवा सर्टकटमा पिल्स मात्रै पनि भन्छौँ, अनि 3 महिने सुई, चलन चल्तीमा हामी 3 महिने सुई भनेका छौँ, यो चाहिँ डिपो-प्रोभेरा इन्जेक्सन भयो। अनि त्यस्तै गरेर आइयुसिडी भन्छौँ, त्यसलाई हामी हाम्रो स्थानीय लवजमा अथवा हाम्रो बोलीचालीमा कपर्टी भनेका हुन्छौँ, त्यसलाई आइयुसिडी भनेर भनिन्छ। अर्को पाखुरामा लगाउने नर प्लान्ट हुन्छन्। यी परिवार नियोजनका साधनहरू सबै यौन तथा प्रजनन स्वास्थ्य सामग्री अन्तर्गत पर्दछन्। त्यसै गरेर अहिले बजारमा आएको र हामीले धेरैले प्रयोग गरेको इमर्जेन्सी कन्ट्रासेप्सन भनेर भन्छौँ, आकस्मिक परिवार नियोजनको साधन अथवा ओसिपी पनि भनेर भनिन्छ। यसलाई बजारमा विभिन्न ब्रान्डमा आएको छ। कहिलेकाहीँ असुरक्षित यौन सम्पर्क भयो र गर्भ रह्यो कि भन्ने शङ्का लाग्यो भने त्यसबाट छुटकारा पाउनको लागि प्रयोग गरिने आकस्मिक गर्भनिरोधको उपायहरू, त्यसलाई पनि हामीले यौन तथा प्रजनन स्वास्थ्य सामग्री भनेर भनेका हुन्छौँ। र यस्ता सामग्रीहरूले अनिश्चित गर्भधारणबाट बचाउने, उनीहरूको जोडीहरूको यौन क्रियाकलापलाई ढुक्क र सुरक्षित बनाउने, मर्यादित बनाउने, जिम्मेवार योग्य बनाउने, आफ्नो परिवारप्रतिको जिम्मेवारी बनाउने, यी सारा चिजहरू गरिराखेको हुन्छ। अब यौन प्रजनन स्वास्थ्यका यी सामग्रीको अतिरिक्त
अरू सामग्रीहरूका बारेमा पनि हामीले थाहा पाउनुपर्छ। त्यसमा यहाँहरूले अनुमान गरिसक्नुभयो होला, अहिले बजारमा सहरी क्षेत्रहरूमा बजारमा प्रशस्त मात्रामा आएका यौन खेलौनाहरू छन्। विभिन्न प्रकारका यौन खेलौनाहरू पाइन्छन्। ती यौन खेलौनाहरू पनि एक प्रकारले यौन तथा प्रजनन स्वास्थ्य सामग्रीभित्र पर्दछन्, किनभने यिनीहरूले व्यक्तिको यौन चाहना यौन आकाङ्क्षालाई सहयोग गरेका हुन्छन्। यसको प्रयोगबाट व्यक्तिले यौन आनन्द प्राप्त गरेको हुन्छ। त्यसैले यौन खेलौनाहरू पनि यौन तथा प्रजनन स्वास्थ्य सामग्रीभित्र परेका हुन्छन्। चाहिँ यौन प्रजनन स्वास्थ्य सामग्रीभित्र हामी सामान्य व्यक्तिहरूले प्रयोग गर्न सकिने भनेको गर्भ परीक्षणको साधन, जसलाई चाहिँ प्रेग्नेन्सी किट भनेर भन्छौँ, औषधि पसलमा सजिलै उपलब्ध हुन्छ र हामीले त्यसलाई प्रयोग गर्न सक्छौँ। त्यसबाट गर्भ रह्यो कि रहेन भनेर जाँच्न सकिन्छ। र त्यो साधनलाई पनि, गर्भ परीक्षण गर्ने साधनलाई पनि यौन प्रजनन स्वास्थ्य सामग्रीभित्रै हामीले राखेर हेर्न सक्छौँ, अथवा यौन प्रजनन स्वास्थ्यको लागि प्रयोग गरिने साधन भयो, सामग्री भयो। अब त्यो सँगसँगै व्यक्तिको आफ्नो जीवनलाई सहज बनाउन अथवा उसको जीवनलाई मर्यादित गर्नलाई अथवा सुरक्षित गर्नलाई प्रयोग गर्ने अन्य सामग्रीहरूमा यौन प्रजनन स्वास्थ्यका सामग्रीभित्र चाहिँ हामीले के पनि हेर्न सक्छौँ भने यौन अङ्ग सरसफाइ गर्ने सामग्रीहरू। यति भनिसकेपछि यहाँहरूले बुझ्नु होला, जस्तो रेजरहरू हुनसक्छ, यौन अङ्गको रौँहरू काट्ने सफा गर्ने रेजर हुनसक्छ। अहिले बजारमा विभिन्न किसिमको क्रिमहरू पाइन्छ, त्यो क्रिमहरू हुनसक्छ। अनि वाक्सहरू पाइन्छ, विभिन्न किसिमको वाक्सहरू यहाँले प्रयोग पनि गर्नुभएको होला। वाक्सलाई पनि यौन प्रजननको सामग्री भनेर राख्न सकिन्छ। लेजरहरू छन् कतिपय अवस्थामा, ती पनि यौन प्रजनन सामग्री। किन यौन प्रजनन सामग्री भए भन्दाखेरि त्यसले यौन अङ्गको सरसफाइलाई मद्दत गर्ने भयो, हाम्रो यौन कार्यका लागि हामीले प्रयोग गर्न सकिने भए हैन। त्यसकारणले गर्दा यी सबै सामग्रीहरू समग्रमा यौन प्रजननका सामग्रीहरूभित्र परेका हुन्छन्। अब हामीले अहिले कुरा गरेको त परिवार नियोजनका साधनहरू, महिनावारीका साधनहरू, अनि त्यसपछि यौन अङ्ग सरसफाइ गर्ने साधनहरूको मात्रै कुराकानी गऱ्यौँ। यसको अतिरिक्त यौन प्रजनन स्वास्थ्यका सामग्रीभित्र हामीले थाहा पाउनुपर्ने कुरा के हो भन्दाखेरि यौन प्रजनन स्वास्थ्यका बारेमा सूचना दिने, जानकारी दिने विभिन्न चाहिँ पत्र पत्रिका, पुस्तकहरू, सञ्चार माध्यमहरू, इन्टरनेटहरू, यी सबै चिजहरू पनि यही भित्र पर्दछ। सूचना सामग्री भन्छौँ, जसलाई हामीले आइइसी मेटेरियल पनि भन्छौँ, बिसिसी मेटेरियल पनि भन्छौँ, बिहेभियर चेन्ज कम्युनिकेसनका मेटेरियलहरू पनि भन्छौँ। तपाईँ हामीलाई यौन प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने, व्यक्तिको यौन प्रजनन स्वास्थ्य अथवा व्यक्तिको यौन प्रजननका विभिन्न फरकपनहरूलाई बुझाउने, व्यक्तिको यौनिकतालाई, व्यक्तिको लैङ्गिक पहिचानहरू बुझाउने थुप्रो जानकारीहरू भएका सामग्रीहरू पनि यौन प्रजनन स्वास्थ्य सामग्रीभित्र पर्दछन्। अब त्यसको अतिरिक्त के पनि राखिएको छ भने यो चाहिँ खास गरी आपतकालीन अवस्थामा अथवा चाहिँ कुनै चाहिँ शिविरहरूको बसाइमा प्रयोगमा गरिन्छ। डिग्निटी किट भनेर भनिन्छ, जसलाई मर्यादा सामग्रीहरू, त्यसमा चाहिँ साबन, टुथपेस्ट, भित्र लगाउने कट्टुहरू, कपडा, टावेल, कपाल कोर्ने काइयो, चप्पल, यस्ता चिजलाई पनि यौन प्रजनन स्वास्थ्य सामग्रीभित्र राखेको छ। यहाँहरूले इन्टरनेटबाट हेर्नुभयो भने आइवाग भन्छ, इन्टर एजेन्सी वर्किङ ग्रुप, यो अन्तर्राष्ट्रिय समुदाय हो, संस्था हो। यसले चाहिँ खास गरी आपतकालीन अवस्थामा व्यक्तिहरू कुनै ठाउँमा आश्रय लिएर बसेको ठाउँमा अथवा इमर्जेन्सी सेटिङमा काम गर्दाखेरि प्रयोग गर्ने सामग्रीहरू यौन प्रजनन स्वास्थ्य सामग्रीहरू भनेर तोकेको छ, जसलाई हामी आरएच किट भन्छौँ। यहाँहरूले हेर्नु भने 12 किसिमका यस्ता यौन प्रजनन स्वास्थ्य सामग्रीहरू छन्। त्यो 12 किसिमका यौन प्रजनन स्वास्थ्य सामग्रीमा तपाईँ हामी जस्ता सामान्य व्यक्तिगत तहमा हामीले जान्नुपर्ने प्रयोग हुने कुराहरूका बारेमा मात्रै मैले यहाँहरूसँग अहिले छलफलमा कुराहरू राखेँ।
स्वास्थ्य कर्मीहरूले प्रयोग गर्ने स्वास्थ्य संस्थामा प्रयोग गरिने सामग्रीहरूको छुट्टै सूची छ। त्यो चाहिँ स्वास्थ्य कर्मीहरूले प्रयोग गर्नुहुन्छ, उहाँहरूलाई तालिम दिँदाखेरि बताइन्छ। स्वास्थ्य कर्मीहरू पनि समुदाय स्तरको स्वास्थ्य कर्मी, रिफरल हस्पिटलमा काम गर्ने स्वास्थ्य कर्मीहरू उहाँहरूले प्रयोग गर्ने, त्यसमा चाहिँ खास गरी के हुनसक्छ भन्दाखेरि यौन हिंसामा परेका, बलात्कारमा परेका महिलाहरूको उपचारमा प्रयोग हुने सामग्रीहरू हुन सक्छन्। अनि त्यस्तै गरेर गर्भवती महिला अथवा सुत्केरी महिलाहरूलाई प्रयोग हुने सामग्रीहरू हुन सक्छन्। बच्चा जन्माउन प्रयोग गरिने सामग्रीहरू हुन सक्छन्, गर्भपतनका सामग्रीहरू हुन सक्छन्। अनि मान्छेलाई आपतकालीन अवस्थामा रगत दिएर बचाउनु पर्ने हुनसक्छ, त्यसका रक्त सञ्चारका सामग्रीहरू हुन सक्छन्। यी चाहिँ स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थामा उहाँहरूले व्यवस्थापन गर्ने सामग्री हो। हामी व्यक्तिले व्यक्तिगत तहमा बुझ्नुपर्ने यौन प्रजनन स्वास्थ्यका सामग्री भनेको खालि कन्डम मात्रै होइन, कन्डमभन्दा बाहेकका अरू परिवार नियोजनका साधनहरू हुन्। त्यति मात्रै होइन, महिनावारी सरसफाइका सामानहरू हुन्। त्यति मात्रै होइन, यौन खेलौनाहरू हुन् जसले व्यक्तिको यौन स्वास्थ्य र यौन आनन्दलाई महत्त्व गरेको हुन्छ। त्यस्तै गरेर यौन अङ्गको सरसफाइका कुराहरू हुन् र व्यक्तिले आफूलाई मर्यादित बनाउन अथवा आफूलाई सुन्दर बनाउन प्रयोग गर्ने सामग्रीहरू, ती सबै चिजहरू चाहिँ यौन प्रजनन स्वास्थ्य सामग्री हुन्। अब यो सामग्रीहरूलाई हामीले प्रयोग गर्दा सधैँ ख्याल गर्नुपर्ने कुरा के हो भने यिनीहरू सुरक्षित हुनुपर्छ, सफा हुनुपर्छ र यिनीहरूलाई प्रयोग गर्दाखेरि हामीले यसको सही तरिकाबाट प्रयोग गर्नुपर्छ, न कि प्रयोग गरे बापत हामीलाई हानि नहोस्। ल, आजको श्रृङ्खलामा यहाँहरूसँग यौन प्रजनन स्वास्थ्य सामग्रीका बारेमा यति कुराकानी गर्दै बिदा चाहन्छु। नमस्कार।